किन लागिसक्यो? केही नै बसिरहेको छु। नास्ता बनायो? के को नास्ता आफू बनाएर खाने? भर्खर खेत गरेर आएको मान्छेलाई नास्ता बनाएर राखिदिनुपर्छ। आफै बनाउने जस्तो मबाट आउनु बनाउने मलाई पनि दिने। घाममा सकि नसकी खेत गरेर आए त घर आएर लिपस्टिक पाउडर लाएर मोबाइल हेरेर बस्ने। लाउनु त भइगयो लिपस्टिक पाउडर। अलि सरम हुनु पऱ्यो सन्चरीलाई। के को तर? अजालका सन्चरी के भए हुन् के? सबैका यस्तै हुन् कि हाम्रा मात्रै यस्तै हुन् कि? केही बोल्न सकिन्न। खालि मोबाइलमा घोटी पनि के छ र त मोबाइलमा? के हुन्छ र न्युजहरू हेर्ने, टिकटकहरू हेर्ने। अनि अलिकति नास्ता त बनाएर राखिदिनुपर्छ त। खेतबाट आएको भोक मार्ने होला भनेर बिहानै गरेर खाएका। बनाउने मलाई पनि दिने। म त झन् बिहान नै गएर बुढीले सक्दिनँ भनेर आफै गर्न गएँ। घर आउँदा त नास्तै छैन। बाबु स्कुल गयो त? बाबु स्कुल गएर पनि आउनु टाइम भयो। के हाल्थ्यो त नास्ता? नास्ता अन्डाहरू, रोटीहरू। नास्ता त राम्रै रहेछ। बिस्कुट सिस्कुट किनेर नहालिदिनु नि फेरि बच्चालाई। बिस्कुट पनि मिठो मान्छ, बिस्कुट पनि लगाएको छ। अनि म भोलि बजार जाने कपडा धोइदेऊ त। पैन्ट थियो एउटा टी सर्ट थियो धोइदिनु पर्छ। धुनु न म त सक्दिनँ तिनी सारा पैन्ट धुनु। अनि म अब गइजाने फेरि काम गर्न अब कतिर धुन्छु त कि बिहानै धोएर सुकाइदियो भए सुक्दा हुन्। धुने अब धुने सुक्छन् भोलि बिहानै जाने। बाहिरको काम पनि आफै गर। काम लाग्छन् सुक्छन्। घर पनि आफै गर। माथि छतमा जाने धुँदै खाना पकाउँदै गर्ने। फेरि बगाल कहिले धोइदिए पनि के हुँदो र? सक्दिनँ म त सक्दिनँ। तिनी हात जति बसे पनि त्यस्तै हुन्। खालि मोबाइल चलाउने, मोबाइलमा हेर्ने। अचम्मै छ। मोबाइलमा के छ र त्यस्तो? के न्युजहरू हुन्छन्, टिकटकहरू हुन्छन्। त्यो टिकटकले अब खाना दिन्छ। दिन्छ।